हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। म चाहिँ आज हाम्रो नेपाल एम्बेसी जाँदैछु है। अनि मैले एउटा नयाँ ठाउँ नयाँ भिडियो हेर्नको लागि तपाईहरुले चाहिँ यो मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला। म तपाईहरुलाई भिडियो फेरि लिएर आउने छु, नयाँ भिडियोहरु लिएर आउने छु, नयाँ जानकारी दिनेछु र नयाँ ठाउँहरु देखाएर मनोरञ्जन दिनेछु। त्यसको लागि चाहिँ तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेर्नुपर्नेछ र लास्टमा चाहिँ तपाईले सब्स्क्राइब गरिदिनु पर्नेछ। यदि गरिदिनु भयो भने चाहिँ मेरो च्यानल एकदमै राम्रो भएर जान्छ र तपाईहरुले पनि नयाँ भिडियोहरु हेर्न पाउनुहुन्छ भन्दै म भिडियोलाई अगाडि देखाउन चाहन्छु। धन्यवाद। यो चाहिँ हाम्रो एम्बेसी भित्र रहेको ठाउँ हो। यो चाहिँ नेपाल एम्बेसी भन्नुपर्छ। अनि यहाँ चाहिँ राम्रो छ। अहिले चाहिँ कार्यालय टाइम भइसकेको छैन। म चाहिँ अलिक छिटो आइपुगेको छु, त्यही भएर म वेटिङ रुममा बसिरहेको छु। यहाँ कति राम्रो बनाएर राख्नु भएको छ। अन्तको जस्तो चाहिँ छैन है। यहाँ चाहिँ सपोर्ट हुन्छ, राम्रो छ। यहाँ चाहिँ सरहरू एकदम मजाको हुनुहुन्छ, हामीलाई हेल्प गर्नुहुन्छ, धेरै सहयोग गर्नुहुन्छ। अरू एम्बेसी हेरेर चाहिँ साउदीको एम्बेसी हेरेर, दुबई एम्बेसी हेरेर चाहिँ यहाँ चाहिँ एकदमै सपोर्ट हुन्छ। तपाईहरुलाई केही समस्या भयो भने पनि आउन सक्नुहुन्छ र एम्बेसीबाट चाहिँ साथ सहयोग लिन सक्नुहुन्छ तपाईले हैन। म यति भन्न चाहे र तपाईले देख्न सक्नुहुन्छ कति राम्रो बनाइराख्नु भएको छ। नेपाली झन्डाहरू अनि नेपालको माउन्टेनको पिक्चरहरू सबै चाहिँ राम्रोसँगले सजाएर